नेपाल अहिले अस्ट्रेलियाको लेभल 3 क्याटेगोरीमा छ एन्ड दिस इज सिरियस। अहिले स्टुडेन्टको भिजा चेकिङ एकदम स्ट्रिक्ट भएको छ। भिजा सक्सेस रेट 0 नै छ भनेको चाहिँ होइन है, इट्स नट इम्पोसिबल, तर त्यति इजी पनि छैन। त्यही भएर अहिले अप्लाई गर्दा के कुराहरू चाहिँ एक्सपेक्ट गर्ने त? अहिले अप्लाई गर्नुभयो भने भिजा लाग्ने चान्स कम हुन सक्छ। हाई कमिसनले इन्टरभ्यू लिने कुरा पनि गरेको छ अनि फाइनान्शियल डकुमेन्ट्स एकदम डिटेलली हेर्छ। जीएस डकुमेन्ट एकदम स्ट्रङ हुनुपर्छ। भिजा प्रोसेसिङ टाइम पनि एकदम ढिला हुन सक्छ। सो अनेस्टली भन्नुपर्दा चाहिँ यस्तो टाइममा अप्लाई गर्नु राम्रो अप्सन चाहिँ होइन। अब कुरा गरौँ किन यो सिचुएसन आयो त? यो सबैको मेन रिजन हो पास्टमा नन जेन्युन एप्लिकेशन्स, भिजा मिसयुज केसेस, सडन ब्याङ्क डिपोजिट्स, अनक्लियर स्पोन्सर्स अनि फन्ड्स नट म्याचिङ इन्कम सोर्स। अस्ट्रेलियाले यो स्टेप टेम्पोररी कन्ट्रोलको लागि लिएको हो, पर्मानेन्ट ब्यान चाहिँ होइन। सो अब अहिले चाहिँ के गर्ने त? मोबिकोको स्ट्रेट फरवर्ड एडभाइस, अहिले अप्लाई गर्नुभन्दा केही टाइम वेट गरेर आफ्नो प्रोफाइल स्ट्रङ बनाउनुहोस्, एकाडेमिक्स क्लियर बनाउनुहोस्, फाइनान्शियल्स ट्रान्सप्यारेन्ट राख्नुहोस्, जीएस डकुमेन्ट प्रपरली जस्टिफाई गर्नुहोस् अनि इन्टरभ्यूको लागि मेन्टली रेडी हुनुहोस्। स्ट्रङ केस भए मात्रै अप्लाई गर्नु होला। यो ब्यान चाहिँ होइन है, एउटा वार्निङ मात्रै हो। अस्ट्रेलिया इज स्टिल एन अप्सन, तर केयरलेस डिसिजनले चाहिँ प्रब्लम ल्याउन सक्छ है। सिचुएसन बुझेर मात्रै डिसिजन लिनु होला। कन्ट्याक्ट मोबिको फर बेटर गाइडेन्स, वी विल हेल्प यु।